साइबर उत्सव चाहिँ अहिले नेपाल बाहिर पनि 4वटा देशमा गर्दैछौँ। टेक गोर्खामा त हामी त एउटा टेकको मात्र भइहाल्यो कि आफूलाई के इन्ट्रेस्ट छ भने चाहिँ प्यारेन्ट्सलाई चाहिँ आफूले नै बुझाउन खोज्नुपर्छ। एआईमा चाहिने सिप भनेको चाहिँ सुरुमा त आफूलाई बेसिक आफूलाई चाहिँ इच्छा शक्ति हुनु पर्यो। त्यो टेक गोर्खाको अन्तर्गतै बसेर एआई एप बनाएको छौँ एउटा गफ जिपिटी भन्ने। एआईतिर लाग्नु भएको छ अहिलेसम्मको त्यो एउटा एकदम रमाइलो पल, एउटा रमाइलो क्षण। एआईतिर लाग्दाखेरिको मेरो रमाइलो क्षण भनेको चाहिँ जब मैले नेपाललाई रिप्रेजेन्ट गरेर दुबई गएको थिएँ क्या आफ्नै प्रोजेक्ट गफ जिपिटी लिएर। इन्भेस्टमेन्टको लागि चाहिँ हामीलाई चाहिँ माइक्रोसफ्टले सपोर्ट गरेको छ, माइक्रोसफ्ट र गुगलले। कोडिङ गर्दाखेरि चाहिँ कहिलेकाहीँ हाम्रो कोड काम गर्दैन होइन। गफ जिपिटी युज गर्नलाई चाहिँ gofgpt.com मा गएर चाहिँ अहिले प्रयोग गर्न सकिन्छ। कतै प्रेम सम्बन्धमा के छ? छैन। ढाँटेको हो? होइन हामी काट्छौँ? होइन छैन। हजुर हजुर।